सुँगुरमा पाउने जुकाको अन्डा खाँदा ज्यानसम्म जान सक्ने सम्भावना हो। त्यो जुकालाई टेनिया सोलियम अथवा सामान्य भाषामा टेपवर्म वा फित्ते जुका पनि भनिन्छ। तर हुन्छ चाहिँ के? हामीमध्ये धेरैजनालाई सुँगुरको मासु एकदमै मिठो लाग्न सक्छ। यदि हामीले खाने सुँगुरको मासुमा यस्तो सेतो सेतो दाना जस्तो देखिएको छ भने त्यसलाई सिस्ट वा सिस्टी सर्काई भनिन्छ। उक्त सिस्ट सुँगुरको पेटमा फित्ते जुकाको अन्डाबाट लार्भा हुँदै बनेको अवस्था हो र त्यो अवस्थामा सुँगुर बिरामी भएको हुन्छ। उक्त सिस्ट भएको मासुलाई हामीले राम्रोसँग पकाएर खाएनौँ भने र उक्त सिस्ट हाम्रो आन्द्रामा गएर वयस्क टेपवर्म अथवा फित्ते जुकामा चेन्ज हुन्छ र आन्द्रामा टाँसिएर बस्छ। यो अवस्थामा हामी बिरामी पर्छौँ र यसलाई सामान्य रूपमा टेनियासिस भएको भन्न सकिन्छ। यो बेलामा सामान्यतया पेट दुख्ने, वाकवाकी लागे जस्तो हुने, एकदमै धेरै भोक लाग्ने अथवा खान नै मन नलाग्ने, सोचे भन्दा एकदमै धेरै तौल घटेर आउने र एकदमै कमजोर महसुस भएको हुन सक्छ। र समयमा नै औषधि खायौँ भने यो बिस्तारै निको हुँदै जान्छ। तर यदि हामीले समयमा औषधि नखाएर उपचार नगरेर हामीले त्यत्तिकै बस्यौँ भने चाहिँ हाम्रो पेटमा भएको त्यो फित्ते जुकाले अन्डा पार्छ र त्यो अन्डा संक्रमित व्यक्तिको दिशा मार्फत बाहिर निस्किन्छ। यदि उक्त संक्रमित व्यक्तिले जथाभावी रूपमा खुल्ला दिशा पिसाब गर्दा त्यो दिशामा मिसिएको अन्डा हाम्रो वरपरको माटोमा, पानीमा र अन्य खानेकुराहरूमा मिसियो भने र त्यसलाई सुँगुरले खायो भने सुँगुरको पेटमा त्यो अन्डा बिस्तारै लार्भामा चेन्ज हुन्छ र त्यो लार्भा रक्त सञ्चारको माध्यमबाट सुँगुरको विभिन्न अङ्गहरूमा गएर विशेष गरी अघि हामीले हेरेको मासुमा बसेर चाहिँ सेतो सेतो सिस्टको फर्म बनाएर बसेको हुन्छ। अब हामीले फेरि राम्रोसँग सुँगुरको मासुलाई पकाएर खाएनौँ भने अनि दिशा पिसाब गरिसके पछाडि राम्रोसँगले साबुन र सफा पानीले मिची मिची हात धुएनौँ भने अनि हाम्रो वरपर सरसफाइमा ध्यान दिएनौँ भने उक्त अन्डा हामीले खाने पानी र खानाबाट डाइरेक्टली हाम्रो पेटभित्र छिर्न सक्छ र अगाडि सुँगुरमा जस्तै त्यो अन्डा बिस्तारै लार्भामा चेन्ज हुन्छ र हाम्रो शरीरको रक्त सञ्चारको माध्यमबाट हाम्रो शरीरको विभिन्न अङ्गहरूमा गएर सिस्ट बनाएर बस्छ। विशेष गरी त्यो सिस्ट यदि हाम्रो मस्तिष्कमा गएर बनेको छ भने त्यो एकदमै डेन्जरस हुन सक्छ र त्यो अवस्थालाई न्युरोसिस्टिक सर्कोसिस भनिन्छ र यो प्राणघातक पनि हुन सक्छ। यो बेला संक्रमित व्यक्तिलाई छारेको लक्षण देखिने, एकदमै टाउको दुखेर आउने, भमिटिङ होला जस्तो हुने अनि आँखा देख्नमा पनि समस्या हुन्छ र यसको उपचार गर्न निकै गाह्रो हुन्छ। त्यसैले न्युरोसिस्टिक सर्कोसिस जस्तो गम्भीर अवस्थाबाट जोगिनको लागि सुँगुरको मासुलाई एकदमै राम्रोसँग पकाएर मात्र खाइदिनु होला। सुँगुर पाल्दा खोरमा थुनेर पाल्ने र जथाभावी छोड्ने नगरिदिनु होला। त्यस पछाडि दिशा पिसाब गर्दाखेरि व्यवस्थित चर्पीको प्रयोग गरी राम्रोसँग साबुन र सफा पानीले कम्तीमा 1 मिनेटसम्म मिची मिची हात धुने र आफ्नो वरपर सफा राखी आफू, आफ्नो परिवार र छिमेकीलाई न्युरोसिस्टिक सर्कोसिस जस्तो गम्भीर अवस्थाबाट जोगिन र जोगाउन मद्दत गरिदिनु होला। हस्त, धन्यवाद।